अहिले पनि यो चाहिँ संसदमा खिचातानी जसरी भिजुट भिसा प्रकरण छ, हामीले अहिले पनि भनेका छौँ 2064 सालदेखि अहिलेसम्म 18 वर्षमा करिब करिब 8 लाख मान्छेलाई बेचिए, ती सबैको छानबिन गरौँ, छानबिन गरेर भिजुट भिसाका दोषीलाई कानुनी कारबाही गरौँ भन्ने अहिले हाम्रो माग छ। र साथसाथै अहिले हामीले प्रश्न के भनेका छौँ भने अहिले जसरी यो व्यवस्था रिभेन्सका रूपमा आयो, अवस्था परिवर्तन गर्नका लागि संसदबाट होइन जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी नगरिकन यो संसद यस्तै रहन्छ। हस्, यति नै। अब सरकारमा गएर भ्रष्टाचार गर्ने, त्यही पैसा जनतालाई सामान बाँडेर भोज खुवाएर चुनाव जित्ने, अनि फेरि सरकारमा गएर भ्रष्टाचार गर्ने, विदेशीसँग र नेपालीसँगको सार्वजनिक ऋण 27 खर्ब पुग्यो र यसरी पैसा नेपालीलाई ऋण बोकाएर घिउभात खाने को हुन्, सबैलाई अब टुडी खेलमा उभ्याउनै पर्छ। गिरीबन्धु, यो अहिले भिजिट भिसा र त्यसपछि सुनकाण्ड, नक्कली भुटानी शरणार्थी, जहाँ जसले पैसा खाएको छ सबै भ्रष्टाचारीहरूलाई अब नेपाली जनताले यसरी नै नाङ्गेझार बनाउनु पर्छ। भ्रष्टाचार त जहाँ निर्णय भयो पनि कारबाही हुनुपर्छ। भ्रष्टाचारीहरूलाई छोड्ने कुरै आउँदैन। धन्यवाद। अब अहिले चाहिँ 13 गतेदेखि संसद गतिरोधमा छ। प्रतिपक्षमा रहेका साथीहरूले, संसद सदस्यहरूले गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा यो मानव तस्करी भइरहेको छ, इमिग्रेसनबाट मान्छेहरू बेच्ने काम भइरहेको छ, आर्थिक घोटाला भइरहेछ। त्यसकारणले यो छानबिन हुनुपर्छ र त्यो छानबिनलाई प्रभावित गर्ने सम्भावना हुन्छ। त्यसैले गृहमन्त्रीको राजीनामा हुनुपर्छ भन्ने ढङ्गले राजीनामाको माग गर्ने काम हो। त्यही अनुसारले 2 दिन चलिसकेपछि हाम्रो संविधान अनुसार गणतन्त्र दिवसकै दिन संविधान जारी गर्ने हामीले बनाएको सिस्टम अनुसार संविधान जारी गर्ने मामलामा चाहिँ बाधा नहाल्ने भन्ने हाम्रो निर्णय हो। र त्योभन्दा पछाडि फेरि उही पुरानै भिजिट भिसा प्रकरणको केसलाई लिएर गृहमन्त्रीको राजीनामा अनि त्यो छानबिन आदिका कुराहरू भए। हामीले अब प्रतिपक्षमा रहेका हामी 3-4 वटा दलहरूले मध्ये हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीको तर्फबाट हामीले एउटा प्रयत्न गर्यौं। गृहमन्त्रीको राजीनामा नै माप के अरे त्यो चाहिँ नि राजीनामा नभइकन हामी चलाउन दिँदैनौँ भन्ने टाइपको त्यस्तो निर्णय गरेर हामी अगाडि नबढौँ। यो छानबिनको कुरालाई चाहिँ महत्त्व दिउँ। छानबिन गर्न सरकार तयार भएर आउँछ भने गृहमन्त्रीको राजीनामालाई थाती राखौँ। हामीले यही कुरा राख्यौँ। प्रतिपक्षमा रहेका साथीहरूको बिचमा छलफल भयो र त्यो छलफल सकारात्मक दिशामा गइरहेछ। र अहिले पनि के छ भन्दाखेरि यो राजीनामा त अब लगभग अलि स्थगित जस्तो भइसक्यो। अब मुख्य कुरा चाहिँ छानबिनको जो सवाल छ, सत्तापछि छानबिन गर्न मिल्दैन, अख्तियारले छानबिन गरिरहेको छ, यो बेलामा छानबिन गर्न सकिन्न। तर हामी के चाहिँ भन्छौँ भने गृहमन्त्रीले उत्तर दिने बेलामा यो जो प्रतिपक्षहरूले जुन विषय उठाए यो विषयको बारेमा सरकार गम्भीर छ, छानबिन गर्न आवश्यक ठान्दछ र यो छानबिन चाहिँ अख्तियारले एउटा टुङ्गो लगाइसकेपछि समग्र आज होइन 64 सालदेखिकै तत्कालीन गृहमन्त्रीहरूकै पालादेखि यो भिजिट भिसा प्रकरणबाट मानव तस्करी, यो आर्थिक घोटाला के भएको रहेछ त्यो सबै समग्र छानबिन गरेर भविष्यका दिनमा त्यस्तो अपराधपूर्ण घटनाहरू हुन नदिनलाई के गर्ने हो भन्ने बारेमा एउटा नीतिगत निर्णय गर्ने र त्यसरी यो अहिलेको गलत क्रियाकलापलाई रोक्ने खालको बाटोबाट जाउँ भन्ने खालको कुरा चलिरहेछ। मलाई लाग्छ आज अन्तिममा यस्तैमा टुङ्ग्याउने कोसिस भइरहेको छ। त्यो कोसिसमा एउटा पार्टी हाम्रो पनि हो, हामी पनि त्यो बसेर छलफल गरेर भर्खर निस्केका छौँ। सम्भवतः आज हाउस नचल्न पनि सक्छ। चल्ने भयो भने पनि गृहमन्त्रीको वक्तव्य, उहाँको मन्तव्य आउने कुरासँग सम्बन्धित हुन्छ। सायद आज नआएर भोलि गृहमन्त्रीको मन्तव्य सहित
हाउसलाई सुचारू रूपले चलाउने ठाउँमा पुग्न सक्छ भन्ने लाग्छ। अहिले एउटा पार्टीको पूर्ण बहुमत छैन, विभिन्न दलहरू मिलेर सरकार चलाइरहेको। त्यो सरकार चलाउने दलको बीचको रसायन पनि कति बेरसम्म टिक्ने हो ठेगान छैन र विपक्षीलाई दमन गर्छु भन्ने कोले त भन्दा नेतृत्व गर्नेले प्रधानमन्त्रीको दलले नै विपक्षीलाई दमन गर्दै हिँड्छु भनेर अलि दिनपछि प्रधानमन्त्रीको दल नै प्रतिपक्षमा जाने पनि सम्भावना छ। यी सबै घटनाक्रमले विपक्षीलाई सिद्ध्याएर म चाहिँ बलियो हुन्छु भन्ने कल्पना गरे भए त्यो चाहिँ व्यर्थको कुरा हुन्छ। अब अहिले हाम्रो पार्टीका अध्यक्ष कमरेड माधव कुमार नेपाल, उहाँ बहालवाला सांसद हो, उहाँमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दर्ता गरेको खबर सुनेको छु मैले। यो प्रथम पटक होला तपाईहरुको यो मिडियाले जानिराखोस्, नीतिगत निर्णयमा यसरी मुद्दा दर्ता गरेको आजसम्म कुनै रेकर्ड छैन, मैले सुनेको छैन। त्यसो भएको हुनाले नीतिगत निर्णयमा मुद्दा दर्ता गरेको विषयमा योभन्दा अगाडिको कुनै एउटा विषयमा कुरा उठ्दाखेरि पनि सम्मानित विशेष अदालतले नीतिगत निर्णयमा मुद्दा चल्दैन भनेर फैसला गरेको सुनेको छु। त्यसो भएको हुनाले यो मुद्दा चलाउने अलि दिनपछि अख्तियार मुद्दा हार्ने खालको मुद्दा हो भन्ने लाग्छ। अहिले हामी संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार सम्बन्धी विधेयकको छलफलमा छौं। म त्यसको सदस्य पनि हुँ। अख्तियार सम्बन्धी विधेयकको बारेमा नीतिगत निर्णयमा अख्तियारले हस्तक्षेप गर्न पाउने कि नपाउने भन्ने बारेमा छलफल भएको छ र त्यही कुरामा निर्णय नभएर अड्केर बसेको छ। एकै दिन पारित भएको दुईटा विधेयक भ्रष्टाचार सम्बन्धी हाउसमा आइकन पास भएर गइसक्यो, ऐन बनिसक्यो, यो पास हुन सकेको छैन। त्यस हुनाले मलाई के लाग्छ भने यो खालको नीतिगत निर्णयको बारेमा चाहिँ हामी गम्भीर हुनैपर्छ। होला कसैले केही कमी कमजोरी पनि गर्ला, तर नीतिगत निर्णयमा नै अख्तियार लाग्ने, मुद्दा लाग्ने, कारबाही भोग्नुपर्ने हो भने यो देशमा अब कुनै पनि ठुलो निर्णय हुँदैन। कुनै पनि ठुलो निर्णय हुँदैन। तपाईले जहाज किन्ने निर्णय भन्नुस्, तपाईले एयरपोर्ट बनाउने निर्णय भन्नुस्, नभए ठुला हाइड्रो पावर बनाउने निर्णय भन्नुस्, ठुलो राष्ट्रिय महत्त्वको गेम चेन्जर प्रोजेक्टहरू कुनै पनि निर्णय हुँदैन र यो देश उमा लाग्ने ठाउँमा जाँदैन। होइन, अब पार्टीमा त निर्णय हुनै पाएको छैन, हामी छलफल गर्नै पाएको छैन। हाम्रो निर्णय अब हाम्रो अध्यक्ष अहिले रौतहटमा हुनुहुन्छ, केही समयपछि आउनुहुन्छ, हामी पार्टीमा बसेर छलफल गर्छौं। त नीतिगत निर्णय आजसम्म मुद्दै नलाग्ने ठाउँमा अख्तियार प्रवेश गर्यो भनेपछि यो अख्तियारले आफ्नो क्षेत्राधिकार नाग्यो, यति बुझ्नु। आजको हाउस अगाडि जान्छ भन्ने हामीले विश्वास गरेकै थियौं। हिजो र अस्ति सूचना ट्रान्स गरेर विशेष गरी प्रमुख प्रतिपक्ष लगायत विपक्षीहरूको सामान्यतया उहाँहरूको आग्रह बमोजिम नै सूचना ट्रान्स गरेर हाउस हामीले सहयोग गरेकै हौं। आजको हाउस अगाडि जाने कुरा, गृहमन्त्रीज्यूले संसदमा बोल्न पाउने कुरा, त्यो आधार बन्छ भन्ने हामीलाई विश्वास थियो, त्यो अपेक्षा पनि थियो। तर आजको बैठकमा पनि त्यो परिस्थिति उहाँहरूले सिर्जना गर्नु भएन। भोलि 1 बजेको बैठक आह्वान भएको छ। भोलि 1 बजेको बैठकमा प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूले मान्य गृहमन्त्रीलाई बोल्न दिनुहुनेछ। बजेटमाथिको बहस छलफलका कार्यसूचीलाई अगाडि बढाउन सहयोग गर्नुहुनेछ। त्यो विश्वास छ। त्यो विश्वासका साथ आजको बैठक अब स्थगित भएर अब त्यो भरोसा हामीले उहाँप्रति राखेका छौँ। जस्तो पटक यसरी बैठक स्थगित गर्दै जाँदाखेरि कतिको दबाव परेको छ बजेटको विषयमा सरकारलाई? स्वाभाविक रूपमा बजेटको छलफल संसदमा हुनुपर्ने, यति महत्त्वपूर्ण विषयमा छलफल नै हुन नदिने कुरा त्यो आफैमा पनि त्यो गलत विषय हो। यस्तो कुरा प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूले बुझ्न पर्ने हो। यो महत्त्वपूर्ण विषयमा छलफल हुन नसक्दाखेरि स्वाभाविकमा सिङ्गो देशले बजेट कस्तो आयो, बजेटका यसका समीक्षाहरू, यसका सुझावहरू कुन ढङ्गबाट रहेका छन् भन्ने कुरा त्यो थाहा पाउने नागरिकको पनि, जनताको पनि अधिकार हो। संसद मार्फत त्यो बहस मार्फत त्यो पनि कुण्ठित भइरहेको छ। म फेरि पनि आज तपाईहरुको लोकप्रिय मिडिया मार्फत आग्रह गर्न चाहन्छु, म प्रमुख प्रतिपक्ष लगायत विपक्षी दलहरूलाई कम्तीमा पनि संसद एउटा रचनात्मक र सृजनात्मक बहसको एउटा चाहिँ
थलो हो, त्यस हिसाबले विकास गरौँ। प्रश्न उठेका मान्य गृहमन्त्रीज्यूलाई जवाफ दिनका लागि तयार हौँ। त्यस हिसाबले वातावरण उहाँहरूले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्छ, त्यसको लागि अपिल गरौँ। संविधानले बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, त्यसले अध्ययन अनुसन्धान गरिरहेको अवस्थामा त्यसको प्रतिवेदन, त्यसले भोलि अध्ययन अनुसन्धान गरेर कसलाई मुद्दा दायर गर्छ, प्रतिवेदन कस्तो आउँछ, त्यो हेर्नै बाँकी छ। त्यो प्रतीक्षा गरौँ। त्योभन्दा बाहिरबाट संसदमा हामीले निर्माण गर्ने 1 महिने 2 महिने 3 महिने तदर्थ प्रकृतिको समितिबाट हुने छानबिन भन्दा कयौं गुना वजनदार त संविधान बमोजिम निर्माण भएकै संरचनाबाट हुन्छ। त्यसकारण यी सबै कुरा उहाँहरूले पनि बुझ्नुपर्छ। त्यसकारण हतारमा उहाँहरूले यी विषय उठाउनु भयो, राजीनामा कुरा, समितिका कुरा। त्यसकारण हौसिएर हतारमा यो कुरा उठाउँदाखेरि संसद बन्द हुँदा, संसद गतिरोध कायम रहिरहँदाखेरि संसदले सम्पादन गर्न पर्ने महत्त्वपूर्ण कार्यभारहरू जस्तो संघीय निजामती विधेयक अहिले हामी पारित गर्थ्यौँ, पारित गर्ने ठाउँमा पुग्थ्यौँ। त्यो कुरा आज प्रभावित भयो। संहिता कानुनसँग जोडेको यति महत्त्वपूर्ण विधेयक हो। त्यसकारणले गर्दा यो पक्षमा प्रमुख प्रतिपक्ष लगायत राजनीतिक पार्टीहरू, अन्य विपक्षी दलहरू जिम्मेवार बनुन् भन्ने फेरि पनि हाम्रो आग्रह छ। भोलि 1 बजेसम्म उहाँहरूले आफूलाई रिभ्यू गर्नुहुनेछ र आफूले अहिलेसम्म भनिआएका प्रश्नहरू वा खबरदारी वा मुद्दाहरूमा उहाँहरूले रिभ्यू गरेर हाउस प्रश्नहरू गरिरहन्, तर हाउसलाई अगाडि बढाउने कुरामा सहयोगी भूमिका निर्वाह गर्नुहुनेछ भन्ने त्यो हाम्रो विश्वास र अपेक्षा छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्यो, हामीले पनि सार्वजनिक मिडियाहरू मार्फत थाहा पायौँ। यसको बारेमा यसको रीत अङ्ग विधि पुग्यो पुगेन भन्ने कुरा सम्मानित अदालतले यसको बारेमा परीक्षण गर्नेछ, उपयुक्त फैसला त्यहाँबाट गर्नेछ। र एउटा सत्य के हो भने क्याबिनेट हामीले सबै ठाउँमा सबै निकायहरूलाई, राज्यका सबै बडीहरूलाई अविश्वास गरेर निर्णय क्षमतामा ह्रास ल्याउने गरीको परिस्थिति विकास गर्दै जाने हो भने अब मन्त्री परिषदले पनि कयौं गर्नुपर्ने निर्णयहरूबाट पछि हट्ने, त्यो खतरातर्फ अगाडि जाने स्थिति बन्न सक्छ। त्यो मुलुकको लागि दुर्भाग्य हुन्छ, देशको लागि दुर्भाग्य हुन्छ। त्यसकारणले गर्दा कानुनी प्रबन्धहरू, विद्यमान कानुनी प्रबन्धहरूको सीमाभित्र बसेर गरिएका क्याबिनेटले गरेका निर्णयहरू ती नीतिगत निर्णयहरू हुन्छन्। क्याबिनेटले गरेका निर्णयहरूलाई सोही बमोजिम ग्रहण गरिनुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ। र मेरो विचारमा यसको अब मुद्दा दायर भएपछि किन भयो, कसरी भयो, ठिक बेठिक भन्ने कुराको बहसमा जोडिनुभन्दा पनि यसको उपयुक्त परीक्षण सम्मानित अदालतबाट हुनेछ। तर यसको बारेमा गम्भीर ढङ्गबाट यी परिस्थितिहरू बारेमा ख्याल राख्नुपर्ने अवस्था चाहिँ म देख्छु। असाध्यै प्रतिशोधपूर्ण अभिव्यक्ति हो उहाँहरूको। यो अरू केही नभएपछि यस प्रकारको आरोप लगाउने कुरा उहाँहरूले त्यो गर्नु उपयुक्त होइन। यो स्वयं उहाँहरूको स्वास्थ्यको लागि पनि यो राम्रो हुँदैन। त्यसकारणले गर्दा सम्माननीय प्रधानमन्त्रीज्यूलाई यस विषयमा किन रुचि हुनु पर्यो? संवैधानिक आयोगले गरेका काम प्रक्रियाहरूमा अनि हरेक बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले गर्यो भनेर आरोप लगाउँदै जाने र राज्यका अङ्गहरूमाथि यस प्रकारको फितलो टिप्पणी गर्नु राम्रो होइन। उसले गरेका काम प्रक्रियाहरूको बारेमा जजमेन्ट गर्ने, ठिक बेठिक गर्ने राज्यका अन्य कानुन बमोजिम निर्माण भएका अदालती संरचनाहरू छन्, त्यहीँबाट यसको बारेमा उपयुक्त व्याख्या हुनुपर्छ यसको बारेमा। त्यसकारणले गर्दा तर यस प्रकारको उहाँले एउटा सस्तो लोकप्रियताको लागि र अनि आलोचना लगाउने र पूर्वाग्रह प्रेरित प्रतिशोधपूर्ण यस्तो अभिव्यक्ति नदिनु उपयुक्त हुन्छ। उहाँहरूलाई म त्यो आग्रह गर्न चाहन्छु। होइन, हामीले के प्रष्ट शब्दमा भनेका छौँ भने सरकार लचिलो हुनपर्ने गरेको कुनै यो परिस्थिति विकास भएको उहाँहरूले उठान गरेको मुद्दा रहेन। उहाँहरूले राजीनामा भन्नुभयो। एउटा कर्मचारीको बारेमा संवैधानिक आयोगले गरेको छानबिनमा सम्बन्धित मन्त्रीका बारेमा राजीनामा कसरी हुन्छ? भोलि जोडियो, मिलीभगत देखियो, अनुसन्धानले भन्यो, त्यो एउटा पाटो होला। त्यसपछि राजीनामा मात्रै होइन, दण्डको कुरा पनि होला, त्यो एउटा पाटो भयो। दोस्रो कुरा, छानबिन समितिको कुरा गर्नुभएको छ। म तपाईँहरूलाई अहिले पनि मैले भने संविधान बमोजिम निर्माण भएको संरचना स्वयंले गरिरहेको जाँचबुझ, अध्ययन अनुसन्धान, त्यसको प्रतिवेदन आउन बाँकी छ। त्योभन्दा पहिले संसदले बनाउने तदर्थ समिति 1 महिने 2 महिने त्यसले के छानबिन गर्न सक्छ? त्यसकारणले गर्दा यो पाटोबाट भन्दा अख्तियारले गर्ने अनुसन्धानको प्रक्रिया पहिला हेरौँ, मुद्दा मामिला अभियोजनको प्रक्रिया कसरी अगाडि बढ्छ, रिपोर्ट कस्तो आउँछ हेरौँ, त्यसको आधारबाट अगाडि बढौँ। र एउटा सत्य के हो भने समग्रतामा प्रश्नहरू उठिसकेपछि एउटा समाजमा अध्यागमन लगायत त्यसका नीतिगत पक्ष, त्यसका सैद्धान्तिक पक्ष, कानुनी रिफर्महरू गर्नुपर्ने पक्षका बारेमा भोलि अलि फराकिलो अध्ययन गरौँ नि त भनेर हामी भोलि जान नसक्ने जान सक्छौँ। तर अहिले उहाँहरूले हामीले यो माग उठायौँ, त्यसकारण आजै यो गर्नुपर्छ भन्ने गरी जाने परिस्थिति म देखेँ।
हामीले सबैले भन्यौँ नेताहरूले विभिन्न ठाउँमा नियुक्ति गर्दा पार्टीभन्दा माथिका अलि गम्भीर मान्छेहरूलाई नियुक्ति गरौँ भनेर भन्यौँ। सत्ताको राप र तापमा सत्ताको महत्त्व आकाङ्क्षामा यिनीहरूले मान्छे नै गरेनन् हैन। नेपालका सबै संस्थाहरू कमजोर भए तसर्थ कसले कसलाई थुन्यो भन्दा पनि अख्तियारले निर्णय गर्यो, कहिले न्यायालयले निर्णय गर्छ। त्यसकारण नेताहरूले के बुझ्नु पर्यो भने सत्ताको राप र तापमा मुलुकलाई र जनतालाई घाटा हुने काम कसैले पनि गर्नुहुन्न भन्ने नेतृत्वले बुझ्नु पर्यो। अब त माधव नेपालजी भन्नुभयो, अब यो तरिकाले त धेरै मानिसले गल्ती गरेका छन्, त नीतिगत रूपमा होस् वा नीतिगत रूपमा बाहिर भएर मन्त्री परिषदको निर्णयमाथि नै अख्तियार पुग्ने भनेपछि त्यो त अब कोही पनि बाँकी नरह्यो। अनि मन्त्री परिषदको निर्णयमा जे पनि गर्न पाइन्छ, मुलुकलाई र जनतालाई घाटा लाग्ने काम गर्न पाइन्छ। यो त मुलुक हो नि, व्यक्ति त आउने जाने गर्छ नि, मुलुक त रहन्छ नि। मुलुकलाई घाटा हुने काम गर्न पाइन्छ? कारबाही सबैलाई हुनुपर्छ, एउटालाई मात्र होइन। र मुलुकलाई बिगार्नेलाई सबैलाई कारबाही हुनुपर्छ र जेल पनि अलि ठुलो गराउनुपर्छ। काङ्ग्रेसले चुपचाप हेर्ने भन्दा नेपालका कुनै पनि नेताहरूले संवैधानिक निकायदेखि शिक्षा क्षेत्रदेखि आफ्ना व्यक्ति खोजे, मुलुकका व्यक्ति खोजेनन्। त्यसकारणले यो हुन्छ भनेर हामीले पहिले नै भनिसकेका छौँ। त्यसकारण सही मान्छे सही ठाउँमा सही समयमा राख्नु पर्यो। मैले हिजो पनि तपाईँहरूसित भनेको छु, यो तरिकाले हाम्रा आदरणीय नेताहरूले प्रजातान्त्रिक आन्दोलनमा लड्नुभयो, उहाँहरूको ठुलो योगदान छ। जेल पर्नुभयो, न उहाँहरूले व्यक्ति चिन्न सक्नुभयो, न समयको उपयोग गर्न सक्नुभयो, न सत्ता सञ्चालन गर्न सक्नुभयो। त्यसको दुर्भाग्य आज नेपाली युवाविहीन हुँदैछ। यो कुरा हामीले बुझ्नुपर्छ। प्रवृत्ति राजतन्त्र होस् वा प्रजातन्त्र होस्, प्रवृत्ति एउटै भयो। सत्तामा जाने, महँगा गाडी किन्ने, महँगो घर बनाउने, महँगा सोफा किन्ने, मोज बस्ती गर्ने। कसैको पनि जनता धनी होस्, मुलुक बनोस् र म बन्छु भन्ने कुरा भएन। त्यसकारण प्रवृत्ति एउटै भयो, व्यक्तिका कुरा नगरौँ। व्यक्ति परिवर्तन भयो तर प्रवृत्ति र सोचाइमा कुनै परिवर्तन भएन। आज 1 बजेदेखि लगातार हामी बसिरह्यौँ। हाम्रो संसद लाइभ नै भएको कारणले गर्दा सबै पत्रकार मित्रहरूले र आम जनताले पनि देख्नु भएकै छ। हामी विपक्षीहरूको तर्फबाट हामीले 13 गतेदेखि जुन विषयवस्तु उठाएका छौँ, यो खास गरेर अध्यागमनमा र भिजिट भिसासँग सम्बन्धित र त्यो पनि मानव तस्करीसँग सम्बन्धित गम्भीर विषयवस्तुहरू हामीले उठाइरहेका छौँ। यसमा 2टा कोण छन् हामी विपक्षीहरूको। त्यो भनेको एउटा चाहिँ हामी देशप्रति जनताप्रति संवेदनशील भएर त्यसपछि समग्र यो देशमा भइरहेका चाहिँ भ्रष्टाचारका विषयवस्तुहरू छन्, यसलाई सुशासनमा कसरी ल्याउने भन्ने बारेमा हाम्रो केन्द्रित छ। पहिलो विषयवस्तु हाम्रो यो छ र यसैका लागि हामीले कुरा उठाइरहेका छौँ। आज पनि हामीले बारम्बार कुरा के राखेका छौँ भने हामीले यो भिजिट भिसामा जो विषयवस्तु आएको छ त्यो एउटा 2टाको मात्रै कुरा होइन। हामीले समग्रमा नै यहाँ जो समस्या देखेको छ त्यसलाई हल गरिनुपर्छ र छानबिन गरिनुपर्छ। छानबिन गर्नको लागि हामीले सुरु बेलादेखि नै के भनेका छौँ भने माननीय गृहमन्त्रीज्यूको चाहिँ के गर्नु भएको छ, कति संलग्नता छ भन्ने कुरा त छानबिनपछि आउला। उहाँले मार्ग प्रशस्त गरिदिएर यो छानबिनलाई चाहिँ व्यवस्थित बनाउनुपर्छ र सही र गलत चाहिँ छुट्याउने गरेर हामी अगाडि जानुपर्छ भन्ने हामीले कुरा उठाएका छौँ। त्यही कुरा हामीले आज पनि राख्यौँ। त्यही विषयवस्तुमा हामी आज पनि गयौँ। सम्मान्यज्यूले चाहिँ सदन सुरु गरिसकेपछि हामीले विपक्षीहरूको तर्फबाट हामीले जुन कुराकानी गर्नु थियो हामीले त्यो गऱ्यौँ। एउटा विषयवस्तु यही हो। यो लाइभ नै भएको कारणले अरू केही भन्नु छैन। बारम्बार तपाईँहरूले चाहिँ कहिले विपक्षीले के गरेका छ, को पछाडि हट्यो, को अगाडि बढ्यो भन्ने विषयवस्तु भन्दा नि हामी यो सुशासनको मुद्दा चाहिँ मुख्य हो भनेर हामी लागिरहेछौँ। एउटा विषयवस्तु हाम्रो यो हो। अब सँगसँगै हामी त फेरि चाहिँ जनताप्रति जवाफदेही पनि छौँ फेरि। अनि त्यसपछि समस्याहरूको हल के गरेर गर्ने भन्नेतिर पनि हामी त चाहिँ रहि नै रहन्छौँ फेरि।
बारम्बार यो विषयवस्तु हामीले उठाएका छौँ। जसरी हामीले 15 गते जेठको 15 गते बजेट दिनको लागि हामीले चाहिँ जिम्मेवार प्रतिपक्षको भूमिका जो हामीले निर्वाह गऱ्यौँ, यही विषयवस्तु पनि हाम्रो फेरि सँगै छ, सँगै हुने विषयवस्तु भइहाल्यो। त्यसका लागि छानबिनका लागि सत्ता चाहिँ तयार हुनुपर्छ, सरकार तयार हुनुपर्छ र यस भएर मात्रै हामी अगाडि बढ्छौँ भन्ने छ। एउटा विषयवस्तु यही छ। अब बाँकी रहेको यहाँ चाहिँ अघि नै अरू पनि घटनाक्रम आए, जस्तो चाहिँ अदालतको फैसलाको चाहिँ विषयवस्तु, त्यहाँ आएका विषयवस्तुहरू हुन्, त्यो अदालतसँग सम्बन्धित भएको कारणले गर्दा र हामी फेरि यो संसदकै विषयवस्तुमा चाहिँ केन्द्रित हुनु परेको कारणले त्यही धेरै विश्लेषण गरे पनि छैन, आएको पनि छैन। त्यो खुल्दै जाला भन्ने लाग्छ। तर म एउटा कुरा चाहिँ के स्पष्ट बनाउन चाहन्छु भने यो सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयवस्तु हो र यो यसका लागि हामीले 2टा आयोग बनाइसकेका छौँ, हामीले ऐन पास गरिसकेका छौँ। त्यसले आफ्नो काम चाहिँ पुरा गरिसकेका हुनाले सायद यो विषयवस्तु चाहिँ अलि जिम्मेवारीपूर्ण रूपमा यो शान्ति प्रक्रियासँग सम्बन्धित विषयवस्तु भएको हुनाले त्यसरी नै अगाडि बढ्ला भनेर भन्ने मात्रै म अहिले राख्न चाहन्छु। अब अरू बाँकी रहेका जो विषयवस्तु छ, अब आज भर्खर हामीले चाहिँ न्युजहरू मात्रै सुनिरहेका छौँ, यसका आम विश्लेषणहरू हुन चाहिँ बाँकी नै छ। म पत्रकार मित्रहरूलाई के भन्छु भने हामी विपक्षी दलहरूको तर्फबाट हामीले जसरी चाहिँ 13 गतेदेखि लगातार यो विषयवस्तु उठाइरहेछौँ, यो विषयवस्तुमा हामी दृढताका साथ सत्तापक्षलाई भनेका छौँ, जिम्मेवार तपाईँहरू हुनुपर्छ भन्ने भयो। अब अलिकति चाहिँ विषयवस्तु के भयो भने सरकार यतिन्जेलसम्म त्यति धेरै हामीसँग चाहिँ कुराकानी गर्ने अवस्थामा थिएनन्। अब कमसेकम कुरा गरौँ न त भनेर कमसेकम राजनीतिक तहमा अलिअलि कुराकानी गर्ने विषयवस्तु आज थोरै भएको हामी पाउँछौँ। अरू नयाँ विषयवस्तु त केही पनि छैन। हामी एकदम जिम्मेवार कुरा के भयौँ भने सुशासनको मुद्दामा चाहिँ सबै चाहिँ एकै ठाउँ हुनु पर्यो नि, सुशासनको मुद्दा त सबै एक ठाउँ हुनु पर्यो नि। भिजिट भिसामा त नेपालका धेरै चाहिँ के अरे जनता आफ्नो व्यक्तिगत कारणले पनि जानुहुन्छ। व्यक्तिगत कारणले नियमअनुसार जानेहरूको बारेमा त त्यो गइरहनु पर्ने हुन्छ, त्यसमा त कसैले क्वेसन उठाएको छैन। तर फेरि त्यही चाहिँ मानव बेचबिखन गर्ने जस्तो, त्यहाँ गएर दुःख पाउने जस्तो, अनि त्यसपछि गैर कानुनी तरिकाबाट जाने जुन विषयवस्तु भएको छ, यो त चाहिँ व्यापक छ भनेर भन्ने जुन आइरहेको छ, हाम्रो मुख्य विषयवस्तु त्यहाँ हो। हामीले त्यसको लागि त उसो भए के गरौँ त? हामी लचकको चाहिँ तपाईँले जो कुराकानी गर्नुभयो त्यो भनेको के हो त भन्दा बनाऊ न त, छानबिन चाहिँ बनाऊ। उहाँहरूले बारम्बार के भन्नुभएको छ भने अदालत के अरे चाहिँ अख्तियारमा भइरहेको कारणले गर्दा अख्तियारले त छानबिन सुरु गरिहालेको छ नि भन्नुहुन्छ। त्यो त एउटा कर्मचारीको 2टा कर्मचारीको केहीको विषयवस्तु होला, त्यहाँ त त्यति मात्रै त कुरा त होइन। त्यहाँ त के छ भने विभिन्न अरू एजेन्सीहरू पनि लागेका भनेर भन्ने छ। त्यहाँ ट्राभल एजेन्सीहरूको कुरा पनि छ, त्यहाँ अरू विभिन्न व्यक्तिहरूको विषयवस्तुहरू पनि छ, त्यहाँ चाहिँ बाहिर पठाउने अरू एजेन्सीहरूको पनि कुराकानी छ। यस कारणले त्यसको बारेमा समग्रतामा चाहिँ छानबिन हुनुपर्छ भन्ने हाम्रो भनाइ। माओवादी केन्द्र चाहिँ डराउँछ कि डराउँदैन, गर्छ कि गर्दैन भन्ने कुरा यो बोलेर हुने कुरा होइन। यो चाहिँ व्यवहारमा हेर्दा गर्ने विषयवस्तु हो। राजनीतिमा आइसकेपछि विषयवस्तु चाहिँ लिएर गइसकेपछि गल्ती गरेछ भने त्यो डराउँछ, गल्ती गरेछ भने त्यो डराउँदैन। माओवादी केन्द्रले गल्ती गरेको छैन। अब माओवादी केन्द्रले चाहिँ गल्ती गरेको छैन, त्यसमा माओवादी केन्द्र डराउँदैन। त्यहाँभित्र कोही चाहिँ व्यक्तिले गल्ती गरे रहेछ भनेदेखि त्यो डराउला। हाम्रो चाहिँ फेरि त्यस्तो विषयवस्तु छैन। यो विषयवस्तु चाहिँ भर्खरै न्युज आएको कारणले हामीले त्यो धेरै यो बारेमा छलफल गर्न पाएको छैन। छलफल गरिसकेपछि अनि हामी बाहिर आफ्नो धारणाहरू अगाडि बढाउँला। अहिलेसम्म हाम्रो त चाहिँ छानबिन समिति नबनाइकन हुँदैन भन्ने कुरा हामीले राखेका छौँ। हामी निरन्तर यो विषयवस्तुलाई अगाडि बढाउँछौँ।